हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको यो मिनी भ्लग मैले बनाएको हो, मेरो फर्स्ट भ्लग हो यो चाहिँ। सो आज चाहिँ हामी जिम जाँदैछौँ। जिम जानु चाहिँ 1 महिना जस्तो भइसक्यो, तर मैले भिडियो बनाउनु चाहिँ आजदेखि थालेको। सो आजदेखि नै म देखाउँछु तपाईँहरूलाई हामीहरूको जिम कसरी गर्छौँ, कहाँ बस्छौँ, के गर्छौँ। सो आज हामी चाहिँ जिम पुगिसक्यौँ। अनि यहाँ जिम नजानुभन्दा अगाडि चाहिँ जुत्ताहरू यहीँबाट लाएर पानी टक्क खाएर अनि त्यसपछि हामी 4 भाइ छौँ। अझै एकजना आएको छ साथी, 5 भाइ। अनि उसको चाहिँ न्यू एडमिसन हो आज। सो अनि त्यहाँदेखि माथि पुगेपछि जिममा यस्तो देखिन्छ, ऐना टक्क छ। सबैभन्दा पहिले चाहिँ हामी अब अलिकति हात खुट्टा तन्काउनु पर्छ। सो आज चाहिँ हाम्रो के हो भने लेग डे हो। सो लेग डेमा साह्रै गाह्रो पर्छ। अनि हामी चाहिँ कार्डियो गरेको, यहाँ कार्डियो गरेर खुट्टाहरूमा अलिक हिँडेर दह्रो बनाएर त्यसपछि चाहिँ हामी स्क्वाटमा जान्छौँ। सबैभन्दा पहिले चाहिँ स्क्वाट गर्नुपर्छ। अनि स्क्वाटको कति 12 चोटि 3 सेट हान्नुपर्छ। अनि 3 सेट हानिसकेपछि चाहिँ फेरि हामी अर्को सेटमा जान्छौँ। त्यो चाहिँ हाम्रो अर्कै सेट हुन्छ। अनि त्यसपछि हाम्रो यो सेटमा आएपछि यो पनि त्यही हो, 12 चोटि हानेर 3 सेट चाहिँ हान्नुपर्छ। 3 सेट नभए 4 सेट सके। अनि त्यसपछि जिम चाहिँ सक्यो। आज चाहिँ यति नै, मैले धेरै भिडियो पनि बनाउनु पाइनँ जिम गर्दाखेरि। सो बाई।